खै हाई गर्छ म चाहिँ आज हाम्रो भाइ बहिनीहरूलाई भेट्न आइरहेको छु हप्ताको 7 दिन हुन्छ 7 दिनमा चाहिँ 6 दिन मेरो भाइ बहिनीहरूले मलाई भेट्छ अनि आज शनिबार चाहिँ मलाई न्यासर लागेर भाइ बहिनीहरूलाई चाहिँ भेट्न आएको भाइ सानो भाइ छ मेरो भान्जा बाबु हो यो चाहिँ है कहाँ हिँडेको तिमी बाजेकोमा मैले केही पनि लिएन नि ठिक छ ल तर चक्लेट चाहिँ दिनुहुन्न भन्छ तर अरू केही ल्याउने उ छैन यसको लागि भन्दा यो एउटा सानो एउटा टिकट ल्याइदिन्छु ल है ल ल बिस्तारै जानु ल मामा घर कहाँनिर मामा घर ए ल ल ल गाइज यता पनि आज म बहिनीलाई भेट्न आएको सानो एउटा बहिनी छ हेलो सानी के छ ओ दिदी बहिनी दुईजनै रहेछ यहाँ चाहिँ के छ ठिक छ स्कुल नजाने नजाने किन के बोकेको हातमा खै त मामालाई खै त मिङडोलमा खै कता गयो माम खायो यो चाहिँ हाम्रो स्कुलको विद्यार्थी हप्ताको 7 दिन हुन्छ आज चाहिँ म मेरो सानो सानो नानीहरूलाई भेट्न आएको साह्रै भिडमा हजुर माम खायो अब के मैले त केही पनि ल्याइनँ के खाने मैले त केही पनि ल्याइनँ ल ल लि आऊ यता आऊ ल ए तिमीलाई ल दुईटा दुई हातले हो यहाँ आऊ यहाँ ल है भोलिबाट स्कुल आउनुपर्छ ल ओके ल ल हाम्रो उसलाई पनि तिमीलाई पनि ल है भोलिबाट बहिनीलाई लिएर आउनु ल ओके ल ल ओके बाई खोइ बाई गरिदियो ल बाई है ओके ल बाई म चाहिँ तेन्जीको घरमा जाँदै बाटो यता छ उकालोमा छ यो माथि हो तेन्जीको घर हाम्रो सानो नानी छ कुकुर भुकिरहेको है तेन्जीको घरमा चाहिँ म जाँदैछु यो बाटो यस्तो छ कुच्चो ओइ चुप्लाक हाम्रो तेन्जी नानी कता छ हेरौँ है एकचोटि यो पनि आयो त्यो गाडी मेरै गाडी चढ्छस् अझ मलाई भ्याम्या गर्छस् यो अर्को पनि रहेछ यो त गाडी चढ्दैन चढ्दैन खै तेन्जी यता खाना पकाउनु पनि लाग्यो रहेछ के पकाउनु लाग्यो अब के गर्ने हजुर अब मुला पकाउने साग पकाउने खाने तेल कति हालेको त हजुर तेल मुला म चाहिँ तेन्जीको घरलाई खै तेन्जी फुलहरू पनि राम्रो हो तेन्जी कस्तो स्यास्या हो नि भने खै ल तेन्जीको मम्मी र तेन्जी निक्ल्यो है के छ तेन्जी ठिक छ तेन्जी यता हेर ठिक छ ल तेन्जीलाई मैले के दिने अब यहाँ हेर त तेन्जी यहाँ हेर यहाँ हेर त यता हेर्नुहोस् त ल हेर्नुहोस् यहाँ मैले के ल्याएको छ ठुलबाबाले के ल्याएको छ ल यहाँ हेर त ल खै नमस्ते गरे खै ल हेर
भोलिबाट स्कुल आउनु पर्ने मान्छे ल ल ए ल ए ल ज्ञानी हुने है भोलिबाट स्कुल आउने ल नमस्ते ल ल ल ओके अनि किन लजाको भोलिबाट स्कुल आउने ल है खै खै हस् भनेको ल ल भित्र खेलिरहेको थियो क्या ए ल ल ल चाहिँ तारेभिरमा है यहाँ हाम्रो अभिभावकज्यूहरूकोमा यो चाहिँ तारेभिर अभिभावकज्यूहरूकोमा यहाँ हाम्रो सुजुका सुजिता नानीहरूको घरमा आएको आज अब हाम्रो सुजुताले के खुवाउने हो सुजुकाले आज मलाई सुजुकाले के खुवाउने हो म हेर्छु पक यहाँ आइपुग्यो सुजुकाले माम खुवाउने हो कि होइन है उयो है हाम्रो सुजुका भन्ने यता सुजिता चाहिँ उता तल भाग्यो ऊ बाख्रा हेर्नु जानु लाग्यो ल तल बाख्रा हेर्दैछ है आलु पनि रोप्नु भएको रहेछ बाख्रा पालेछ हेलो सुजुका के छ ठिक छ यता चाहिँ हामी दुईजना यता खोइ सुजुका के छ ठिक छ ठिक छ माम खायो खायो कति छिटो अनि हजुर चाहिँ के बाख्रा गोठालो ल ए के बाख्रा ब्याएको कहिले आमा ए बेबी पाएर आएको यहाँ चाहिँ बाख्रा यसरी पालेको रहेछ सुजिताको मम्मी सुजिताले सुजुका लड्छ यो तारेभिर ब्लक अरे कि बाख्रा यस्तो पालेको रहेछ हाम्रो सुजुका सुजिता बदमास गरे यहाँ ल एकछिन बाख्रा पनि हेरौँ न खै कुन चाहिँ हो ब्याएको ए आम्मामा ल बाख्रै बाख्रा कुकु गर्छ ल टन्नै रहेछ त आमा यसको 4वटा बच्चा कुन कुन हो ए यसको अनि यसको चाहिँ ठुलो एउटा अनि अरूको चाहिँ यसको 3टा थियो एउटा मर्यो त्यसको 2टा कुन कुन हो दुईटा त्यहाँ खैरी छ त त्यहाँ त्यो ब्राउन कलरको र त्यो सानो खालको ए अनि अर्को आमामा टन्नै छ 5वटा माउको टन्नै रहेछ ल राम्रो होस् है हाम्रो सुजिताको मम्मीको यो उहाँ चाहिँ सुजिताको मम्मी चाहिँ मेरो गाउँले बहिनी हो मेरो आफ्नै गाउँको मेरो चाहिँ सोलु खुम्बु हो मेरो गाउँ सोलु दुधकुण्ड नगरपालिका वार्ड नम्बर 9 हाम्रो जयदुङ के अरे गोरा गाविस पर्छ होइन पर्दैन गोरा गाविस पर्छ मेरो गाउँको नाम चाहिँ जयदुङ उहाँहरूको गाउँको चाहिँ धारापानी मेरो बहिनी हो उसको चाहिँ यस्तो तारेभिरमा यहाँ सोलुको छोरी तारेभिर यहाँ काठमाडौँ तारेभिरमा चाहिँ शिवपुरी मुनि चाहिँ बिहे भएर आएर यसरी आनन्दले बसेर बाख्रा पालेर हेर्नु कति छ 5वटा माउको यत्रो बच्चा छ ल फलोस् फुलोस् एकदम सदाभर मेरो बहिनीको चाहिँ राम्रो होस् भन्दै होइन म सानो भाइ बहिनीहरूलाई भेट्न आएको उतापट्टि पनि जानु छ ओके हिँड्यो सुजुका हिँड्यो अब हिँड्यो सुजुका पुन्टी ल अब म चाहिँ सुजुकाको घरमा म छिर्छु यता बाख्रा गोठ रहेछ बाख्रा गोठहरू सबै हेरेँ पर्दैन हेलो म एकछिन यसो भेट्न आएको तपाईँहरूलाई
ल तैँले बोला यसलाई लागेर गएको पत्तरमा त्यो यहाँ नछेक है यो पत्कर गर्न यसलाई मैले अब के ल्याइदिन्छु आज है के यसको बर्थडे आउनु लाग्यो नि वैशाखमा खै ल नमस्ते गर्नु यसलाई यहाँ राम्रोसँग नसा गर्छु खै राम्रो गरेर गर्नुहुन्छ दुईजना देखेछ ल नमस्ते अब सुजुकालाई मैले के दिने नरुइकन छिटो छिटो जहिले नै आउने है स्कुल थ्याङ्क यू भनिदियो ल यहाँ चिसो लिनुहुन्छ होइन दाइ ल तिमीलाई पनि एउटा थ्याङ्क यू अङ्कल के खाना पकाउँछु म अब उतापट्टि पनि जानु पर्यो खाना पकाउँछ होइन म थुप्रो सबैतिर म जानु छ कि आज तल पनि एक ठाउँ जान्छु म आज यसरी घुम्दै हिँडेँ आइज नि तैँले भ्लग मैले गर्नु यताबाट जाने हो औ त्यहीबाट आइज सुजुका आऊ हस् तपाईँ कहाँ जानु लाग्नुभयो वनमा दाउरा लिन यो पनि गएर आएको म बिहानै गएर आएको म बिहानै पत्तर लिएर आएको बारी सृष्टिकोमा जाँदैछु सुजुका र जेनिसा के अरे सुजिता अन्त सृष्टि चाहिँ अङ्कलको र ठुलबाउको छोराछोरी है धेरै नजिकमा आउने सिधा काय तु देव पुन्टु हेलो ब्रदर हाउ आर यु सिसी बट श्रेयान कता खुल्ने हो भित्रै बाहिर बाहिरपट्टि खोल्नु ए लासो 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 खै त दिदी खोइ दिदी गाइस तल बाख्रा छ हेर्नु होला तिनवटा जान्छ हाम्रो कामवाली बहिनी सृष्टि है यो चाहिँ सुजुका के अरे सुजिताको बहिनी बहिनी सुजिताको बहिनी लुगा धुँदैछ स्कुल ड्रेसहरू जुत्ताहरू ठिक छ एकदम गुड है कता गयो सृष्टिको भाइ सृष्टिको भाइ यता यता यहाँ छ यहाँ कि त यसको ल मम्मी मेरो कि उसको सृष्टिको कि उसको मेरो बहिनीको काम हेर्नुहोस् खतरा छ ल सृष्टिलाई यस्तो यस्तो हुनुपर्छ मेरो बहिनी हेर्ने हो यसरी राम्रो एकदम आफ्नो जुत्ता सुत्ता पखाल्ने गर्ने बिहानी पनि पढ्नुपर्छ है तास्तो हेलो के छ त यो त आमा हेर्नुहोस् बाबुलाई त स्कुलबाट ल्याउँदाखेरि उहाँ समाएर ल्याउनुपर्छ आउनै नमान्ने कहाँ रुनु सृष्टिको मम्मी बाबा आइसक्यो बाबा आइसक्यो नरको बाख्रा बाबा बाहिर छ आऊ जाने भने बल्ल आउँछ त्यो पनि म गएछु म त नत्र आउँदैन खाऊ 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 अन्त खाना खानुभयो तपाईँहरूले हजुर ए होइन म ऊ माथि निशलको घर कता निशलको घर ऊ त्यहाँ माथि त्यो पिङ्क कलरको घर देख्नु भएको छ ढलन घर म त ऊ यो पो भन्दा उयो ढलन घरको साइड यताबाट माथिबाट पसल छ त्यो जेन्जाको घर ऊ त्यहाँ हो जेन्जाको होइन होइन अङ्कल ऊ त्यहाँ हो जेन्जाको घर सुजुका आऊ माम खायो माम खायो माम खायो यिनीहरू चाहिँ मेरो भान्जा भान्जीहरू हो सबै मेरो भान्जा भान्जीहरू यिनीहरू चाहिँ मेरो स्कुलमा पढ्छ हाम्रो कहाँ पढ्छ अरे हाम्रो स्कुलको नाम ल भन्नुहोस् त हाम्रो स्कुलको नाम के अरे नवसुन्ता खान एकाडेमी ओके है ल ओ यसको चप्पल कहाँ गयो ए चप्पल रहेछ म त फुगाले ल के स्टप गर स्टप गरिदिउँ जोडाएर अनि ऊ प्रनिसको घरमा चाहिँ छ कि छैन मान्छे छैन
प्रनिसको घर चाहिँ यहाँ माथि रहेछ। ओ झोडा अरे मेमेले बोलायो त ऊ हो कति बोलाउँछ अरे। अब मैले देसाङलाई के दिने त आज? देसाङ देसाङले मलाई के दिने घर त तल छ मेरो। हो र? देख्यो छैन नि। तल्ला कताबाट जाने तिम्रो घर? पक्किस पहिला उता बुट्टा त्यहाँ आउनु न। ल ल हिँड। ल ल हिँड जाउँ। तेरो घर कता हो? ल खोइ प्रनिस त छैन जस्तो छ आज हो। बाख्रा टन्नै पालेर चाहिँ कसको? देसाङको बाख्रा हो? कसको? ठुलमम्मीहरूको। ए कता हो देसाङको घर? ठुलमम्मी हो। ए लसुन प्याज गर्दै रहेछ ल। अनि त्यहाँ कुकुरले टोक्ला नि मलाई। कुकुर कत्रो भुग्यो। हो अन्त अब कता जाने? तिम्रो घर कुन हो? त्यो कुन चाहिँ कुन कलरको? निलो निलो हो? निलो हो? ए हो। कुकुर कत्रो डेन्जर डेन्जर रहेछ है। कस्तो दामी घर के पुरानो स्टाइलको घरहरू। आज चाहिँ म तारिक आइपुगेको थिएँ। यसो भाइ बहिनीहरूको अभिभावकहरूले यता चाहिँ यस्तो मर्चा पनि रहेछ। ल हाई देसाङ। खै यस्तो खिच्ने यस्तो लाम्छ आउँदाखेरि छेक्यो माथि हो यहाँ छेक्नुहुन्न हो। ल ल लग भन्ने हो। देसाङको घर कुन अरे? कुन अरे देसाङ? हाम्रो देसाङले चाहिँ देखाउँदैछ। उहाँ चाहिँ हाम्रो मिस्टर देसाङ पाण्डु जे भन्ने नि होइन होइन? कता कता कता? ए उयो ए ब्लू भन्दा मुनिको रेड कलरको। ए त्यस्तो पो हो। ल ठिक छ। अब मैले देसाङलाई के दिने भनी? मैले देसाङलाई है मैले देसाङलाई के दिने भनी है? भोलि स्कुल आउनु न आउने? भोलि भोलि त भोलि आउने आउने है है ल है हातले फोड्न सक्छ नि। सक्छ। अनि तिमीले माम खायो त? आज नुहायौ? ल क्लिन भएर भोलि सफा सुग्घर भएर नुहाइ धुवाइ गरेर आउने ल। ओके ल हो। ए आज पनि नुहायो भोलि पनि नुहाउने है। ल ल तिम्रो घरमा लगेर मलाई के खुवाउने त? बिस्कुट पनि हुन्छ नि त। कताबाट जान्थ्यो तिम्रो घर ल भन? स्कुटी लिएर अनि त्यहीँ पुग्छ जाने हो त? ल हिँड अब बिस्तारै हिँड्दै जाने। ल ल यसको घर लाने अरे मलाई चिया खुवाउने। के खुवाउने देसाङमा भन? बिस्कुट चिया खानु सकिन्छ छिट्टै खाने अनि त्यसपछि आउने हो। बिस्कुट चिया खाने अनि बिस्कुट र चिया मात्र खुवाउने माम नखुवाउने? त्यसपछि त उयो माम त कसले बनाउँछ त? बाबाले हामीले त खाइसक्यो त हो। फेरि त अनि मलाई चाहिँ नखाउनु त? अनि आएको थिएन त हो र? ए देसाङले त माम नखाउने अरे मलाई त आज त के हो? अनि छिट्टै आउनु भने होइन? ल त ल ल ल भोलि खाइदिन्छु। ल ल